सचै हुनुहुन्छ। उहाँले हामीलाई हप्ताभरि सम्हालेर आज फेरि प्रभुको भवनमा लिएर आउनुभयो अनि उहाँ जिउँदो परमेश्वरलाई धेरै धन्यवाद। र आज मलाई वचनको सेवा गर्ने मौका प्रभुले दिनुभयो र आदरणीय हाम्रो सिनियर पास्टरलाई पनि धेरै धन्यवाद छ। अब हामी वचनतिर जाउँ र आजको वचन धेरै खास छ। हामीले बुझ्नुपर्ने कुराहरू धेरै छ र परमेश्वरले आज हामीसँग के बोल्नुहुन्छ त्यो अति ध्यान गरेर हामी सुन्नेछौँ। र बहिनी आकृतिले राम्रो वचन पढिदिनु भयो र हाम्रो बहिनी सबिनाको टिमले पनि धेरै राम्रो भजन गाउनुभयो अनि हाम्रो भाइले केसियो बजाएर मादल बजाएर एकदमै लोकपाराको भजन गाएर जानुभयो। धेरै खुसी लाग्यो, हामी धेरै आशिषित छौँ। सो आजको वचन हामीले यहाँबाट मैले बोल्नुपर्ने शीर्षक चाहिँ तपाईँहरूले अटिलो विश्वास, आँटिलो विश्वास या साहसी विश्वास तपाईँ लेख्न सक्नुहुन्छ। अटिलो या साहसी विश्वास लेख्नुहोस् अनि करेजियस फेथ है। आज यो वचन मैले अस्ति बोल्दै गर्दाखेरि मैले यो खण्ड मैले समावेश गरेको थिएँ। तपाईँहरूले कतिजनाले गएको आइतबारको वचन सुन्नुभयो अनि त्यो वचन सुन्दा सुन्दै बोल्दा बोल्दै मलाई यो वचन त्यहाँबाट मैले पाएँ अनि त्यही खण्ड हामी बार बार हामी सुनिरहेका छौँ अनि त्यो सुनिरहेको अनि त्यहाँ मेन कुरा चाहिँ आज हामीले हेऱ्यौँ भनेदेखि जुन 12 सालसम्म रगत बग्ने स्त्रीको एउटा कहानी हामीले त्यहाँ राम्रोसँग देख्न पाइरहेका छौँ अनि कस्तो विश्वास थियो भन्ने कुरा हामीले देख्यौँ कि एउटा आँटिलो विश्वास भन्छौँ, एकदम साहसी विश्वास तपाईँले यसलाई लिन सक्नुहुन्छ। आँटिलो विश्वास आजको जेनेरेसनमा आजका विश्वासीहरूलाई परमेश्वरले येशू ख्रीष्टले अटिलो विश्वास खोजिरहनु भएको छ, एकदमै साहसी विश्वास। धेरैजना हामी विश्वास गर्छौँ भन्छौँ तर चाहिँ हाम्रो जीवनमा काम भइरहेको हुँदैन। तर आज परमेश्वरले हामीलाई खोजेको विश्वास भनेको जोसिलो, आँटिलो, बलियो अनि एकदमै निडर प्रकारको विश्वास परमेश्वरले खोज्दै हुनुहुन्छ आजको विश्वासीहरूमा, आजको पिँढीहरूलाई। त्यसैले हामीले यो कुरालाई जान्नु अनिवार्य छ कि परमेश्वरको वचनमा हामीले हेरिरहेका छौँ कि परमेश्वरले हाम्रो जीवनमा यो स्त्री 12 वर्षसम्म चाहिँ बिमारी परेर रगत बग्ने बेथाले या कुनै पनि जस्तो त्यो बाइबलले भनेको छ कि रगत बग्ने बेथाले बिमारी परिरहेकी थिइन्। 12 सालदेखि उनी बिमारी परिरहेकी थिइन् र जब उनले सुनिन् कि यो प्रभु येशू चङ्गाई गर्न सक्नुहुन्छ, निको पार्न सक्नुहुन्छ भन्ने कुरा जब उनले सुनिन् अनि उनले चाहिँ त्यो विश्वास गरिन्, उनले विश्वास गरिन्। आज हामीले पनि प्रभु येशू ख्रीष्टले हाम्रो पापहरू क्षमा गर्नुहुन्छ, हामीलाई उद्धार गर्नुहुन्छ, हामीलाई मुक्ति गर्नुहुन्छ, हामीलाई चङ्गाई दिनुहुन्छ भन्ने कुरा सुनिसकेपछि हामी विश्वास गरेका छौँ हैन। त्यस्तै यो स्त्रीले अब यो विश्वासी हो या होइन तर उसले यो सुने कि ख्रीष्टले येशू ख्रीष्टले चाहिँ के गर्न सक्नुहुन्छ भने उसले निको बनाउन सक्नुहुन्छ भन्ने कुरा उसले सुनेर विश्वास गरी अनि त्यो विश्वास गरेर सुनेर धेरैजना हामीले भन्छौँ नि प्रभुको वचन सुन्नाले विश्वास आउँछ। परमेश्वरको वचनले भन्दछ, यदि रोमियोको किताब 10:17ले भन्छ अनि जसले विश्वास चाहिँ सुन्न चाहिँ ख्रीष्टको वचनबाट हो। त्यसैले उसले वचन सुनि र उसको मनमा एउटा विश्वास आयो कि ख्रीष्टले चङ्गाई गर्न सक्नुहुन्छ। अनि जब विश्वास आइसकेपछि उसले मैले आज 3टा कुराहरू यहाँ तपाईहरुलाई धेरै बताउन खोजिरहेको छु। अब विश्वास आइसकेपछि उसले वचनमा भनेको छ कि उसले बोल्न लागि है। विश्वास तपाईको साहसी र आँटिलो विश्वासले सुन्छ अनि आँटिलो विश्वास बोल्छ र आँटिलो विश्वास हिँड्छ, चल्छ भन्ने प्रकारको यो आँटिलो विश्वास भनेको त पहिला म तपाईलाई बताइदिन्छु। आँटिलो विश्वास भनेको, साहसी विश्वास भनेको शङ्का नभएको विश्वास है। तपाईले बुझ्नुहोस्, हामी धेरैचोटि शङ्का गर्छौँ। आँटिलो र साहसी विश्वासी भनेको विश्वास भनेको शङ्का नभएको विश्वास। हामीले कतिचोटि विश्वास गर्छौँ आज मण्डली जानु पर्यो भनेर हामी आउँछौँ हैन। हामी कतिचोटि चलो केही छैन हामी आज नगए पनि हुन्छ भन्ने प्रकारको हामी धेरैचोटि यस्ता दुविधाहरू विचारहरू हामी बनाउँछौँ।
तर आँटिलो विश्वासले, साहसी विश्वास कहिले पनि कुनै कुरामा शङ्का गर्दैन। येशूले भन्नुभयो भनेपछि भन्नुभयो, येशूले जे कुरा भन्नुभयो त्यो हुन्छ भन्ने कुराको एकदम पक्का विश्वास, अनि त्यसमा कुनै शङ्का हुँदैन। धेरैजनाले हामी बाइबलले भन्दछ हामी धेरैचोटि हामी शङ्का गर्ने गर्दछौँ। बाइबलले के भनेको छ भने शङ्का गर्ने मान्छे भनेको हावाले उडाएर यताउति लिएर जाने मान्छे हो। हामी याकुबको किताब निकाल्नुहोस्, याकुबको किताब त्यसको 1 अध्यायको 6 र 7 मा हामीले हेर्यौँ भनेदेखि त्यहाँ परमेश्वरको वचनमा के भनेको छ हेर्नुहोस् है त। यहाँ लेखेको छ याकुबको किताब, तर यदि यहाँ लेखेको के छ भन्दाखेरि तर त्यसले कति पनि शङ्का नगरी एक विश्वासको साथ मागोस्। शङ्का गर्ने चाहिँ बतासले उचाल्दै पछाड्दै गर्ने समुद्रका छाल सम्मानका हुनेछ। त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ। आमेन। हामी धेरैचोटि के गर्ने हुन्छ, शङ्का हाम्रो मनमा छ, शङ्का हुने गर्छ। हामी विश्वासी त भइसकेका छौँ, तर शङ्का धेरैचोटि हाम्रो मनमा शङ्का हुने, के होला यसले गर्न सक्नुहुन्छ र के हुन्छ र भन्ने प्रकारको शङ्का हामीमा आउँछ। त्यसैले परमेश्वरले के भन्नुभएको छ भन्दा अटिलो विश्वास भनेको शङ्का गरिन। त्यो 12 सालसम्म रगत बग्ने भएको स्त्रीले एउटा पनि शङ्का गरिन कि यसले गर्नुहुन्छ। हामी एक दिन बिमारी हुँदाखेरि हामी दुःख हुन्छौँ, 2 दिन या 1 हप्ता 1 महिना बिमारी हुँदाखेरि त अब त मरे पनि हुन्थ्यो भन्ने प्रकारको कुरा बोल्न लाग्छ। अरे अब कोही डक्टरले केही भएन, यसुले पनि केही गर्नु भएन, अब हामी त मरे पनि हुन्थ्यो भन्ने प्रकारमा जान्छौँ हामीहरू। शङ्का हाम्रो मनमा हुन्छ। तर यो स्त्री केवल 1 महिना होइन, 2 महिना होइन, 1 साल होइन, 2 साल होइन, 12 सालसम्मको यसको सबै सम्पत्तिहरू गड्यो, सबै सम्पत्तिहरू यसले खर्च गर्दै दबाईहरूमा। तर जुन कुरा उसले यसो निको पार्नुहुन्छ भन्ने कुरा सुनेर उसले पुरा विश्वास गरे। उसको विश्वास अटिलो भयो, उसको विश्वास साहसी विश्वास भयो, किनभने शङ्का गरिन र शङ्का नगरिकन उसले आफूले विश्वास गरेर उसले आफूले बोल्न लागि। उसले वचनमा लेखेको छ, कुनै वचनमा यस्तो लेखेको छ कि उनले मनमै सोच्न लागि लेखेको छ। इङ्ग्लिस बाइबल मैले पास्टरजीको हेर्दै थिएँ, सी स्याड हरसेल्फ भनेर लेखेको छ। मतलब उनले आफैलाई बोलिन् कि म यदि गएर उहाँको कपडा पनि उहाँको वस्त्र पनि मैले छोएँ भनेदेखि म के हुनेछु अरे निको हुनेछु। उनले आफै बोलिन्। हामी धेरै विश्वासी आयो, हामी सुन्छौँ त्यस्तै जान्छौँ, केही वचन सुन्दैनौँ, केही वचनमा हाम्रो ध्यान हुँदैन, केही पनि कहिले उड्दै बाहिर यो पाराको विश्वासी भनेको अस्थिर विश्वासी हो। त्यसको विश्वास शङ्काले भरेको छ। आज म बिहान पनि भन्दै थिएँ, यो मण्डलीमा अबको समयमा लेडिजहरू एकदमै विश्वासमा कमजोर देखिरहेको म आफै महसुस गरिरहेको छु। तपाईँ आफैले विश्वासलाई मजबुत गराउनुहोस् है, किनभने यो स्त्री यो 12 सालसम्म यसले आफ्नो सिचुएसनलाई देखिन, आफ्नो परिस्थितिलाई उसले देखिन। जे कुरा सुनि उसले येशूको बारेमा उसले मनबाट एकदमै उसको साहस उसले विश्वास गरे र वो परमेश्वरमा विश्वास गरेर मात्रै बसिन। चलो मैले विश्वास त गरेँ, सुने, यसले ठिकै हो भनेर भनेन। त्यो विश्वासले ऊ विश्वासले हिँडी। परमेश्वरले जब विश्वासले हिँडी अनि येशू ख्रीष्टले निको पार्नु भएको छ। आमेन। येशूले निको पार्नु भएको छ। त्यसैले तपाईँ र मेरो विश्वास भनेको आज यदि तपाईँ र मेरो विश्वास एउटा चाहिँ साहसी विश्वास छैन भने परमेश्वरबाट आशा नराख्नुहोस्। साहसी विश्वास छैन र प्रभुमा हिँड्नुहुन्न भनेदेखि एउटा चर्चमा गए, एउटा हप्ता आउँछ, दोस्रो हप्ता आउँदैन। अहिले पनि यस्तो देख्दैछु मण्डलीमा, 1 हप्ता आउँछ, दोस्रो हप्ता आउँदैन, तेस्रो हप्ता आउँछ, चौथो हप्ता आउँदैन। त्यो विश्वास एकदमै अस्थिर भइरहेको छ। ए मण्डली, अहिले आफ्नो विश्वासलाई साहसी बनाउने समय आइसकेको छ। तपाईँ र मैले आफ्नो विश्वासलाई साहसी बनाउन सकेनौँ भने परम प्रभुबाट केही पाउने अपेक्षा नगर्नु।
केही पाउने अपेक्षा नगर्नु। किन भन्दा अस्थिर विश्वास शङ्काले भरिएको, हावाले उचालेर यता र उत्तरी पछार्दै गरेको विश्वासले म केही मिल्ला भनेर आशा नराख्नु। त्यो विश्वास काम गर्दैन। फुर्सद भयो आयो, अब दसैँ तिहारको माहौल छ नि, धेरैजना यो खाली किन भन्दा धेरैजनाले गयो, नेपाल गएको छ, कोही कहाँ गएको छ, कोही कहाँ गएको छ। एउटा अस्थिर विश्वास भएको विश्वासी मण्डलीमा केही जानकारी हुँदैन। आफ्नो मर्जीले चर्च आउँछ, आफ्नो मर्जीले यता र उति जान्छ, त्यसलाई भन्छ अस्थिर विश्वास। त्यसको विश्वास हावा जताबाट उठ्छ त्यतैतिर लछार पछार भइरहेको छ। कहिले यहाँ गएर हुन्छ, कहिले वहाँ गएर। किन भन्दा परमेश्वरलाई चाहिएको विश्वास भनेको अडिट एकदमै आँटिलो विश्वास चाहियो के। अब यसुलाई विश्वास गरेपछि मैले यो गर्न सक्दिनँ, वो गर्न सक्दिनँ भन्ने धेरैजनाले विश्वास गर्न सक्दैन। किन भन्दा यसुलाई विश्वास गरेर रक्सी खान पाइएन, व्यभिचार गर्न पाइएन, दुनियादारी गर्न पाइएन, वो गर्न पाइएन। त्यही भएर मान्छेहरू आज विश्वासीहरू यताबाट भाँचिन्छ, उता भाग्छ, पास्टरलाई केही जानकारी दिँदैन। लछार पछारको विश्वासी भनेको अस्थिर विश्वासी। त्यो विश्वासीले प्रभुबाट केही पाउला भन्ने आशा नराखोस्, प्रभुको वचनले भनेको छ। त्यसैले हाम्रो विश्वास साहसी विश्वास मात्रै हो। बाइबलमा नाम लेखेको छ। लछार पछार भएका विश्वासीहरूको कुनै रेकर्ड छैन बाइबलमा। छ सबै विश्वासका हिरोहरू साहसी छन्। जसले विश्वास यसलाई गर्यो, मेरो प्रभु मारिनु भयो, गाडिनु भयो, जिउँदाउनु भयो, उहाँ अचम्मको काम गर्न सक्नुहुन्छ, पाप क्षमा गर्न सक्नुहुन्छ भन्ने मान्छेहरू मात्रै बाइबलमा रेकर्ड गरिएको छ। त्यसैले यो 12 सालको स्त्री यसको विश्वासले केही साहसी विश्वास भएको कारणले यसको जीवनमा अचम्मको काम भइरहेको छ। आज हामीहरू साहस छैन। एउटा मान्छेलाई पनि सुसमाचार सुनाउन भने पनि हामीलाई डर लाग्छ, या एकदमै हामी शर्माइरहेको छ। हामी मण्डली यति मान्छेले सुसमाचार सुनायो भने कतिजना आउँछ, विश्वास कति भरिन्छ। हामीहरू आफैमा हामी बसिरहेको छ, सुसमाचार प्रचार गरेकै छैन, एउटा मान्छेलाई पनि लिएर आएको छैन। हामी हप्ता भयो, साल भयो आइरहेको छ। हाम्रो विश्वास निष्क्रिय विश्वास होइन। हाम्रो विश्वास स्थायी विश्वास, हाम्रो विश्वास आँटिलो विश्वास। प्रभुले भन्दै मण्डली आउँछ, बहुत लेट आउँछ, एकदमै लेट आउँछ, त्यतिकै आएर चलो चालीको गरेर जान्छ। त्यो विश्वासले प्रभुले पाउनुलाई भनेर आशा नराखोस्। किन भन्दा परमेश्वरले भन्नुहुन्छ हामी यही नजिकै मान्छेहरू एकदम लेट आउँछौँ। यस्तो विश्वासले परमेश्वरको घरमा आउनु भनेको, भाइ बहिनीहरू सुन्नुहोस्, परमेश्वरको घरमा मलाई आज म परमेश्वरको वचन सुन्न जाँदैछु, म आज परमेश्वरको बाणी मलाई के बोल्न गइरहनु भएको छ प्रभु भन्ने प्रकारको विश्वास बोकेर जब मण्डली आउँछ नि, उसको जीवन यहाँबाट जाँदाखेरि बदलिएर जान्छ। तर यहाँ आयो, चलो आज नगयो भने त अस्ति पनि हप्ता गइएन, अब के होला, पास्टरले फेरि बार भन्नु पनि होला, अरू मान्छेले के भन्ला, त्यस्तो सोचेको त्यो अस्थिर विश्वास नबनाउँछ। आउनुहोस् तपाईँहरू, मैले भनेको छु जुन विश्वास त्यस प्रकारले एकदम प्रभुको वचनलाई आदर गरेर आउँछ नि, प्रभुको वचनलाई आदर गर्ने विश्वासी परमेश्वरले त्यसलाई पहाडको टुप्पामा बसाल्नुहुन्छ। आमेन। तर जसले वचनलाई एकदम अवहेलना गर्छ, लापरवाही वचनको कुराहरूलाई एकदम आदर गर्दैन, त्यो विश्वासको विश्वासी जीवन एकदमै खल्लो अनि एकदमै आशिषको योग्य हुँदैन। त्यसैले आजको जेनेरेसनमा, आजको विश्वासीको जिन्दगीमा यसुले खोज्दै हुनु, यसुले के खोज्दै हुनुहुन्छ भने कतिको आँटिलो विश्वास छ यसको। जब मलाई प्रभु त भन्छ, तर आँटिलो विश्वास कस्तो छ, त्यसैले मात्रै ईश्वरबाट केही पाउने त्यसले अपेक्षा गरोस् भनेर परमेश्वरको वचनले भनिरहनु भएको छ। त्यसैले आज तपाईँ र मलाई यो यसुले यो स्त्रीले के गरेकी छ भन्दा उसले सुनि र सुनिसकेपछि उसले एकदमै आँटिलो विश्वास उसमा पैदा भयो र प्रभुको वचन जसले सुन्छ आँटिलो विश्वास हुन्छ र जब त्यो विश्वास आँटिलो विश्वास हुन्छ त्यो बोल्न लाग्छ। त्यो विश्वासले आफै बोल्न लाग्यो, यति मैले प्रभुलाई छुएँ भने, यति म प्रभु कहाँ गएँ भने, यति मैले प्रभुको कपडा पनि छुएँ भने भनेर आफै बोल्न लाग्यो त्यो विश्वास। र बोलेर जब चाहिँ कोही हिँड्ने अनि साँच्चै नै परमेश्वरले त्यहाँ ठुलो कार्य गरेको घटना हामीले
12 सालको रगत बगाउनेको स्त्रीबाट हामीले सिक्न सक्छौँ। त्यसैले आजको मण्डलीलाई परमेश्वरले खोज्दै गरेका कुराहरू भनेको परमेश्वरले आज आँटिलो विश्वास खोज्दै हुनुहुन्छ। यदि तपाईँ र मेरो जीवनमा आँटिलो विश्वास छैन, साहसी विश्वास छैन भनेदेखि हामीले परमेश्वरबाट अपेक्षा नगरौँ। परमेश्वरले हाम्रो जीवनमा केही गर्न सक्नुहुन्न, जुन चाहिँ हावाले पछाडेको विश्वासले कहिले उफ्रेर यहाँबाट कहाँ जान्छ, कहिले उफ्रेर कहाँ जान्छ, केही त्यो लथालिङ्गको जिन्दगी हुन्छ। त्यस्तो विश्वासले उसको जीवनमा केही कुराको लाभ ल्याउन सक्दैन। त्यसैले म तपाईलाई उत्साहित गर्छु, हाम्रो जीवनमा अटिलो विश्वास प्रभुले खोज्दै हुनुहुन्छ। किन भन्दा जति पनि हामी बाइबलमा हेर्छौँ, अटिलो विश्वास भएका मानिसहरूले मात्रै असल। अब यो अटिलो विश्वास कसरी बनाउने त? अटिलो विश्वास कसरी बनाउने? घरमा बसेर आफ्नो कानमा हप्ताभरि रगटिएर होइन, परमेश्वरको वचन सुन्नु पर्यो। अटिलो विश्वास बन्नको लागि तपाईहरूले एउटा कहानी निकाल्नुहोस्। लुकाको किताब 18 अध्यायमा, लुकाको किताब 18 अध्यायमा परमेश्वरले 8 आयतमा म पढ्दिन्छु, त्यसको व्याख्या म गर्नेछु। लुकाको किताब 18 अध्यायको 8 आयतमा परमेश्वरले के भन्दै हुनुहुन्छ भन्दाखेरि, प्रभु येशूले एउटा दृष्टान्त त्यहाँ बताउनुहुन्छ। एउटा स्त्री विधवा, अनि त्यहाँनिर चाहिँ उसले लगातार रूपमा हैन एउटा सुरमधार लगेकी विधवा भनेर लेखेको छ। अनि 8 आयतमा यस्तो लेखेको छ, म तिनीहरूलाई भन्दछु उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ, तापनि मानिसको पुत्र आउँदा के उसको पृथ्वीमा विश्वास भेटाउनु हुनेछ भनेर प्रभुले परमेश्वरले बताउनु भयो। किन भन्दा जब स्त्री त्यो विधवा त्यो एउटा न्यायाधीशको उसको मुकदमा छ, उसको एउटा के छ केस छ, अनि त्यो न्यायाधीश कहाँ गई, अनि न्यायाधीश चाहिँ एकदमै रुड भएको, एकदमै अन्याय न्यायाधीश, अनि उसको न्यायाधीश त्यहाँ जाँदाखेरि उसले के गर्यो भन्दाखेरि उसको कुरालाई एकदमै पहिला त अवहेलना गर्यो, मानेन। तर चाहिँ त्यो स्त्री बार बार गएको कारणले गर्दा त्यो अन्यायी त्यो न्यायाधीशले अब यदि मैले यसको न्याय चुकाइन भनेदेखि यो मैले मेरो नाकमा दम गरिदिनेछ, यो बार बार आइरहेछ भनेर उसको न्याय चुकाइदिन्छ र त्यसको न्याय त्यसलाई गरिदिन्छ। अनि के भनेर सिकाउनु भयो त येशू ख्रीष्टले, यदि आज हामीले परमेश्वरको वचन हामीले ध्यानसँग एकदमै हरेक दिन सुन्दैनौँ भनेदेखि, हामीले पढ्दैनौँ भनेदेखि, के जब येशू ख्रीष्ट फेरि दुबारा हामीहरूलाई लिन आउँदाखेरि हाम्रो विश्वासमा हामीलाई देख्नु होला, विश्वास हाम्रो होला भनेर सोध्दै यहाँ प्रश्न गर्नुभएको छ येशू ख्रीष्टले। अनि यदि हामीले हाम्रो जीवनमा बार बार परमेश्वरको वचन सुन्ने कुराहरू बार बार, जसरी यो स्त्री बार बार गई त्यो न्यायाधीशकोमा, जसको कारणले उसको न्याय चुकाइयो, हाम्रो विश्वासी जिन्दगीमा बार बार परमेश्वरको वचन सुन्नाले हाम्रो विश्वासलाई के साहस मिल्दछ, हाम्रो विश्वास साहसी हुन्छ। यदि हामीले विश्वास, हाम्रो येशूले त्यही कुरा भन्नुभयो, जबसम्म म आउँदैन एउटा विश्वासीले वचन बार बार सुन्दैन, बार बार त्यो वचनलाई ध्यान दिँदैन भनेपछि उसको जीवनमा काम हुँदैन। त्यसैले तपाईँ र मलाई परमेश्वरले बताउन खोजेको कुरा के त छ भन्दाखेरि, हामीले परमेश्वरको वचन बार बार सुन्ने गर्नु पर्यो। परमेश्वर यहाँ आउनुको कारण के हो? परमेश्वरको वचन सुन्नलाई हामीलाई यताउति गर्ने, खान पिलाउन गराउनको लागि मात्रै होइन, हामीलाई हप्तामा परमेश्वरको यो वचन यो घरमा आउँदाखेरि परमेश्वरको वचन हामीले ध्यान दिएर सुन्नु हामीलाई अति आवश्यक छ। यदि हामीले परमेश्वरको वचन नसुन्नेको जीवनले गर्दा हाम्रो विश्वास अस्थिर भइरहेको छ। हाम्रो विश्वास आज एक दिन हप्ता छोडिदियो, 2 हप्ता छोडिदियो, 3 हप्ता छोडिदियो, अनि पछि त उसको विश्वास के हुँदै जान्छ? ठन्डा पर्दै जान्छ, हराउँदै जान्छ। किन भन्दा वचन नसुनेको कारणले, वचन नपढेको कारणले, संगति नभएको कारणले यस्तो हुँदै गइरहेको छ धेरैजनाको विश्वासी। अब उनी मान्छे त छोडेर गयो, 10 साल भयो छोडेर गयो, 5 साल भयो छोडेर गयो। जब येशू आउनु हुनेछ, के मेरो विश्वास मैले पाउनेछु तिनीहरूको जीवनमा? परमेश्वरले भन्नुहुन्छ किन तिनीहरू हराएर गएको होला? किन भन्दा उनीहरूले बार बार परमेश्वरको वचन नसुनेको कारणले, बार बार उनीहरूले वचन नपढेको कारणले। त्यो जरुरी छ। त्यसैले वचन बार बार सुन्ने मान्छेहरू आफ्नो विश्वासमा बलियो हुन्छ, आफ्नो विश्वासमा उनीहरू बोल्छ, आफ्नो विश्वासमा उनीहरू हेर्छ। तर वचन नसुन्ने मान्छेले उसको जिन्दगीमा वो वचनदेखि के हुँदै जान्छ? विश्वासबाट उसको विश्वास कमजोर पर्दै जान्छ। त्यसैले आज तपाईँ र मलाई परमेश्वरले हाम्रो जीवनको सफलता भनेको वचनलाई बार बार रिपिट गर्नेको कुराले मात्रै छ। सफलता भने
की टु सक्सेस भनेको सफलता दिने एउटा विश्वासीको जीवन भनेको वचनलाई बार-बार रिपिट गर्ने, पढ्ने, रिपिट गर्ने, सुन्ने। यो बायो स्टोरी तपाईले कति बेला सुन्नु भयो होला? 12 सालको स्टोरी, 12 सालको स्टोरी कति बेला सुन्नु भयो होला तपाईले? वचन पढिरहने, वचन सुनिरहने कुराले तपाईको विश्वासमा एउटा साहस पैदा गर्दछ। अब म तपाईलाई यस दाउदको जग्गामा लिन चाहन्छु। दाउद एउटा विश्वासको साहसी विश्वास भएको व्यक्ति हो। जब उनी गोलियतसँग लडाई गर्नको लागि निस्किए, अब दाउद एउटा गोठालो, बुवाको भेडा बकरी चराउने मान्छे व्यक्ति, अनि चाहिँ एक दिन अब उसको बुवाले उसलाई दाउदलाई उसका भाइहरू चाहिँ युद्ध मैदानमा लडाई गरिरहेका थिए। युद्ध मैदानमा लडाई गरिरहेका थिए कोसँग? प्यालेस्टाइनमा एउटा यस्तो व्यक्ति थियो, उहाँ लडाई गर्ने युद्ध मैदानमा थिए र उसको बुवाले दाउदलाई भने जा त गएर तेरा भाइहरूलाई खाना दे भनेर जब दाउदलाई खाना बोकेर चाहिँ वो आफ्ना भाइहरूलाई खाना दिन जाँदाखेरि त्यो जग्गामा त्यो लडाईको मैदानमा पुग्दा उनले आवाज सुन्यो, दाउदले आवाज सुन्यो कि एउटा त्यो खतरनाक विहीन जुन व्यक्ति, जो प्यालेस्टाइन व्यक्ति थियो गोलियत, जसको नाम गोलियत हो, अनि त्यो चाहिँ एकदमै ठुलो आवाजले अनि इजरायलीहरू प्रभु परमेश्वरका छोराछोरीहरूलाई उसले हकारिरहेको, उसले डाँटिरहेको, उसले थक्काइरहेको उसले कानमा सुन्यो। अनि यो कुरा सुनेर दाउदले उसको मनमा एउटा यस्तो प्रकारको आयो कि उसले यो मनमा ठान्यो कि यो को नाथे हो जसले परम प्रभुका छोराछोरीहरूलाई थर्काइराखेको छ भनेर उसको मनमा आयो। र उसले बुझ्दै जाँदाखेरि यससित म लड्नेछु, किन भन्दा कोही लड्न उनी सबै इजरायलीहरू डराएर उनी त्यो जब बाहिर निस्किन्थ्यो, जब त्यो लहर एकदमै थर्काउँथ्यो, सबै इजरायलीहरू लुक्थे ती युद्धमा। किन भन्दा त्यो एकदमै सिपालु अनि एकदमै राक्षस, एकदमै ठुलो भयंकर लडाकु थियो, कोही पनि उसित लड्न सक्दैन थियो, त्यस्तो थियो। तर दाउद छिटो जवान व्यक्ति, जुन भेड बाख्रा चराउने, बाख्राहरू चराउने गोठालो, अनि त्यो आवाज सुनेर उलाई सहन सकेन। उसले परम प्रभुले बनाउनु भएको, चुन्नु भएका छोराछोरीलाई उसले थर्काइरहेको सुन्न सकेन। अनि यस्तो विश्वास बन्यो, उसले राजा साउलसँग गएर कुराकानी गर्यो। अनि राजा साउलले के भन्यो? त यति सानो छिटो यस्तो जवान, तैँले के लड्न सक्ला? तँलाई के थाहा छ भनेर साउलले भन्यो। तर उसले के देखायो? जब म जङ्गलमा हुन्थे, जब म जङ्गलमा भेडा बाख्रा चराउँथे, त्यति बेला बाघ र भालुहरू, भेडा बाख्रा मेरा खाना आउँथे, र भेडा बाख्रालाई जब चाहिँ त्यो बाघ र भालुले गर्थे, मैले तिनीहरूलाई मुखमा छोपेर लतारेर तिनीहरूलाई मारिदिन्थे भन्ने कुरा, यस्तो विश्वासको कुरा दाउदले बोल्यो साउलको अगाडि। अनि साउलले भन्यो, ठिकै छ, तिमी यस्तो भन्छौ भनेदेखि तिमी लड्न जाऊ भनेर आफ्नो साउलले आफ्ना कपडाहरू, उनको एकदमै पोसाकहरू, ती सबै ड्रेसहरू दिए। तर उनले भने म त सानो मान्छे, जवान, उसको कपडाहरू फिटिङ छैन, उन भएन, लड्न जान सिक्न, त्यस्तो कुराहरू भएन। अनि उनले आफ्नो जीवन चाहिँ जब त्यस्तो कुरा नभएपछि उसले भन्यो, राजा मैले यो कपडा पहिरेर म लड्न सक्दैन। अनि उसले चाहिँ जब एउटा लट्ठी लिएर अनि एउटा झोला अनि 5वटा पत्थरका कुराहरू झोलामा हालेर लड्न गयो। जब लड्न निस्केको थियो, त्यो प्यालेस्टाइनी, त्यो ठुलो त्यो गोलियत, अनि उसले उसलाई देखेर राता गाला देखेर सानो, के त म कुत्ता, म कुकुर हो र तैँले लाठो लिएर मलाई मार्न आएको छस् भनेर त्यसलाई त्यस्तै नराम्रो, एकदमै तुच्छ रूपले देख्यो, एकदमै सानो उसले देख्यो। तर परमेश्वरको नाउँमा उसले लेखेको छ, पहिलो शमूएलको किताब तपाईहरुले 17 अध्याय त्यसको 45 आयतमा दाउदले के भनेका छन् भन्दाखेरि, म तपाईहरुको बीचमा पढ्दिन्छु। पहिलो शमूएलको किताब 17 अध्यायको 45 मा दाउदले भने, हामी कसरी पाउँ भने पढ्दिन्छु प्लिज।
आमेन। अनि उसले दाउदले भने तर मसँग लड्न तरबार र भाला माछा लिएर आएको छस्, तर म तँसँग लड्नको लागि तैँले विरोध गरेको इजरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान प्रभुको नाउँमा आएको छु। आमेन। उनी यस्तो कुरा बोले। हेर्नुस्, जसको विश्वास साहसी हुन्छ नि उसको बोली पनि आवाज पनि एकदमै बदलिएको हुन्छ। मतलब उसले भनेर ओहो मैले तँलाई जित्न सक्दैन त्यस्तो कुरा केही नेगेटिभ कुरा बोलेन। उनले भने म जित्न तँ जुन परमेश्वरलाई नकारेको छस्, उनले परमप्रभु सर्वशक्तिमान प्रभुको नाउँमा उहाँ लड्न गयो। अनि साँच्चै नै हामी घटनामा हेर्दछौँ बाइबलमा दाउदले त्यो गोलियतलाई अनि त्यो एउटै पत्थरले एउटै ढुङ्गाले उसको शिरमा हानेर उसलाई गिराइदिए। आमेन। हामी कतिचोटि हामी सोच्छौँ कि भर्खर विश्वास गरेको म त हामीले के सुसमाचार प्रचार गर्ने, म त बाइबल कलेज पनि गएको छैन, न त बाइबल पनि आउँदैन, न त बाइबलका इतिहासहरू मैले के जाने, कसैले के प्रश्न गर्यो भने के भन्ने, आउनुहोस् मण्डली जाउँ भन्न मलाई पनि एकदम डर लाग्ने, के गर्ने हुन् कि अरे मलाई के भन्ने हुन् कि भनेर हामी धेरै आफ्नो विश्वासलाई हामी डराइरहेका हुन्छौँ। तर म तपाईँहरूलाई बताउन चाहन्छु, जब तपाईँले प्रभु येशूको नाउँ लिएर तपाईँले कसैलाई पनि भन्न, तपाईँलाई जुन मकसदले परमेश्वरले बोलाउनु भएको भने तपाईँ सिद्ध हुनुहुन्छ त्यसैले बोलाउनु भएको होइन, तपाईँ एकदम सिद्ध हुनुहुन्थ्यो त्यसैले बोलाउनु भएको, तर परमेश्वरले तपाईँलाई उहाँको उद्देश्य पुरा गर्नलाई तपाईँलाई मलाई बोलाउनु भएको। आमेन। जब तपाईँले यो कुरा गर्नु परमेश्वरको वचन बताउन सुरु गर्नुहुन्छ, परमेश्वरले तपाईँको जीवनलाई उठाउन सुरु गर्नुहुन्छ। म अहिले भर्खरै रिसेन्टली हाम्रो पास्टर बुवा एउटा विवाहमा जान सक्नु भएन, अनि म गएको थियो त्यो बिहामा। अनि त्यहाँ जाँदाखेरि सिएनआईका पास्टरहरू, सिएनआईका रेभरेन्ड पास्टरहरू बुढा 80-85 दुईजना त्यहाँ थिए, अरू पनि 3-4 जना पास्टरहरू त्यो बिहामा आएका थिए। अनि मैले गएर त्यो सिएनआईको रेभरेन्ड पास्टर 85-80 दाँत पनि थिएन, अनि दाँत पनि केही छैन, ऊ गाला मात्रै हल्लिरहेको, गाला मात्रै यस्तो पास्टर हुनुहुन्थ्यो। अनि गएँ उहाँ जाँदाखेरि बेटा म यस्तो पास्टरज्यू मैले भने हाम्रो यो म चाहिँ उताबाट आएको यसो मोहालीबाट भन्दाखेरि उहाँले भन्नुभयो बेटा चलो अभी समय खत्म हो गया, अभी हमारा समय खत्म हो गया है, इसलिए हमने केवल शादी का रस्म कर देंगे, उसके बाद खत्म कर देंगे भनेर यसरी भन्नुभयो। अनि त्यसपछि उहाँले मलाई बेटा जस्तो मैले भने बेटा होइन म हिमालय मिसन म एसिस्टेन्ट पास्टर हो भनेपछि उसो पास्टरजी भने पास्टर हे बोला भनेर भने उसले चिनेन, उसले बल्ल छोडेको यो मान्छे चाहिँ सानो केटो, अब दाढी भर्खरको, उसले त्यो छिटो मानेर अब तपाईँ सिएनआईका पास्टरहरूले उमेर नभएको मान्छेलाई नै उनीहरूले गन्दैन क्या, त्यहाँ चाहिँ गरिरहेको थियो, एकदम त्यस्तो भनिरहेको थियो। तर चाहिँ एक फेर सुरुवातको प्रार्थना मलाई दिनुभयो, अनि सुरुवातको प्रार्थनामा जुन प्रार्थना मैले गरेँ अनि त्यो प्रार्थना गरिसकेपछि उसलाई थाहा भयो कि यो चाहिँ बेटा केटो होइन, यो चाहिँ परिपक्व व्यक्ति हो, विश्वासको व्यक्ति हो, उसलाई थाहा भयो। त्यसपछि हातमा कङ्गालोमा हात राखेर उही मलाई अलिक पछाडिको सिट दिएको थियो, पछि अगाडिको सोफामा बसाल्यो, अगाडि चाहिँ आउनुहोस् अगाडि बस्नु भनेर भन्यो, फेरि वचन बताउनुहोस् भन्यो। अनि त्यसपछि फेरि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ औँकी रिङको सेरेमनीमा प्रेयर गर्न लगायो उनीहरूको सिस्टम अनुसार। अनि प्रार्थना गर्नुहोस्, त्यहाँ 7 वटा पास्टरहरू हामी थियौँ, तर उसले मलाई बार कमसेकम 3-4 बार मलाई प्रार्थनाको मौका दियो। अनि म परमेश्वरलाई धन्यवाद दिएँ, किन भन्दा कसैले उमेर हेरेर उसको जीवनलाई जाँच्ने गर्दछ, तर उसको भित्रको विश्वास उसले देख्न सक्दैन जुन प्रभुले उसको जीवनमा काम गर्दै हुनुहुन्छ। त्यसैले तपाईँहरू पनि आफ्नो जीवनमा म भर्खर छिटो मैले के पशु समाचार नहोस्, तपाईँको यस्तो भनेको छ क्या, तपाईँहरू एउटा एथलेटिक हुनुहुन्छ भने, खेलाडी हुनुहुन्छ भने, ताइक्वान्डो जान्नुहुन्छ, त्यो 1000वटा ताइक्वान्डोको आइटमहरू यदि स्किल जानेको छु भनेर घमण्ड नगर्दा हुन्छ। किन भन्दा यदि तपाईँले एउटा स्किल पनि जान्नु भएको छ भनेदेखि त्यो स्किललाई, त्यो टेक्निकलाई तपाईँले 1000 प्र्याक्टिस गर्नु भएको छ भने त्यो 1000वटा टेक्निक जान्नेलाई तपाईँले हराउन सक्नुहुन्छ। आमेन। तपाईँलाई वचन यो सबै थाहा छैन होला, यो वचन बाइबलको पुरै उत्पत्तिका नामदेखि लिएर जान्नुहुन्न होला, तर तपाईँले यो वचन एउटा वचन पनि 1000 चोटि तपाईँले पढ्नु भएको छ, एउटा वचनले पनि तपाईँको जीवनमा छुएको छ, एउटा वचनले पनि तपाईँको मनमा आत्मामा तपाईँलाई प्रभुसँग मिलाएको छ भन्ने कुरा तपाईँले त्यो कुरा तपाईँले बोल्नुहुन्छ भने
मान्छेहरूको जीवनमा ठुलो काम गर्दछ। आमेन। त्यसैले आफूलाई आफ्नो संसारपट्टि मात्रै लगाउनुहोस्, एउटा वचन पनि तपाईँ बार पढ्नुहोस्, अरूलाई पनि बताउनुहोस्। किन भन्दा हामी धेरैचोटि हामीले बाइबल जान्दैनौँ, हामी बाइबल प्रचारक होइनौँ, हामी पास्टर होइनौँ, हामी कोही होइनौँ भनेर होइन। तपाईँहरूले बोल्नुहोस्, वचन जब बोल्नुहुन्छ परमेश्वरले साहसी यो 12 सालसम्म बिमारी पढेकी स्त्री, यो चाहिँ कुनै थियोलोजियन, कुनै एकदमै ठुलो पास्टर थिएन। उसको विश्वास, सामान्य विश्वास, उसले प्रभुप्रति विश्वास गरे अनि त्यही विश्वासले उसको जीवनमा ठुलो काम गरेको छ। त्यसैले तपाईँ र मलाई पनि आज परमेश्वरले आँटिलो विश्वास खोज्दै हुनुहुन्छ। तपाईँहरू म विश्वास जान्छु, चर्च जान्छु, धेरैजना आज लहलहीमा हिँडेका छन्। एउटा विश्वासी आज चर्च आएन भने भोलि उसैले त्यसलाई हेरेर अर्को दिन त्यो आउँदैन, पर्सि त्यो आउँदा अर्को आउँदा हेरेर आउँदैन। एउटा विश्वासी जस्तो गर्छ त्यस्तै विश्वासी गरेर हिँडिरहेको छ। यहाँ आफ्ना आफन्तहरू, आफ्ना रिलेटिभहरू त्यसैको पछाडि कुरा सुनेर हिँडिरहेको छ। त्यसको विश्वास हिँडिरहेको छ, अस्थिर छ। किनभने परमेश्वरको वचनलाई उसले विश्वास गरेको छैन। प्रभुलाई उसले आँट छैन के प्रभुमा, म यसरी आँट भएर विश्वास गरेर हिँड्यो भने त्यसको विश्वास तपाईँ कहिले पनि त्यसलाई चाहिँ नोक्सान, त्यसको जीवनमा कहिले पनि त्यो गिर्न दिनुहुन्न के। तपाईँले पानीको कटौरामा हात हाल्नुभयो र यो हात, तपाईँको हात भिजेर भनेदेखि, तपाईँको हात त्यो पानीमा हाल्दाखेरि हात भिजेर भनेदेखि के तपाईँ त्यो हात त्यो पानीमा कटौरामा हात हाल्नुभयो, हात भिजेन, त्यस्तो कहिले हुन्छ? ल भन्नुहोस् त, हुन्छ? तपाईँले पानीको कटौरामा हात हाल्नुभयो र यो हात भिजेन, त्यस्तो हुन्छ? तपाईँले परमेश्वरमा विश्वास गर्नुभयो र तपाईँको जीवनमा आशिष भयो, त्यस्तो हुन्छ? आँटिलो विश्वास गरेर प्रभुमा आउनुभयो अनि तपाईँले आशिषै भएन, चङ्गाई भएन, छुटकारै भएन, शान्ति भएन, केही भएन, त्यस्तो हुन्छ कहिले? हुँदैन। धेरै विश्वासीहरूको पानीमा हात हाल्छ तर चाहिँ भातै भिजेको छैन, होइन? यहाँ मण्डलीमा आउँछ, बिचरा आइरहन्छ, कष्ट गरेर कहाँबाट आउँछ, फेरि कोही पुराना कुराहरू, पुराना सोचहरू, पुराना विचारहरू, पुराना कुराहरूमा अल्झिन्छ, बिचरा यो तनाउतिको भइरहेको, दोमन भएको विश्वासीले परमेश्वरबाट केही पाउला भन्ने आशा नगरोस्, वचनले भनेको छ। त्यसैले म तपाईँलाई आज उत्साहित गर्न चाहन्छु, यदि तपाईँको आज प्रभुले खोजेको विश्वास भनेको आँटिलो विश्वास, साहसी विश्वास उहाँले खोज्दै हुनुहुन्छ, शङ्का रहेको विश्वास उहाँ खोज्दै हुनुहुन्छ। तर हामीले जीवनमा शङ्का आयो, केही हुँदैन होला, हरेक सन्डे परमेश्वर कुराकानी गरिरहनु भएको छ तपाईँसँग, तर हामी सुकेका छौँ, हामीले केही कुरा सुनिसकेका छैनौँ परमेश्वरबाट। त्यसैले आज म तपाईँलाई बताउन खोजेको कुरा के त भन्दाखेरि परमेश्वरले तपाईँलाई मलाई आज आँटिलो विश्वास भएको हेर्न चाहन्छ। त्यो आँटिलो विश्वास तपाईँको बोलीबाट पनि चिनिन्छ, तपाईँको चालचलनबाट चिनिन्छ, तपाईँको कुराहरूबाट चिनिन्छ। कोही विश्वासी तपाईँकोमा आयो, म त बिमारी भएँ, म त मण्डली गएर पास्टरले प्रार्थना केही भएन, यो चर्चमा गएर केही भएन, हो त केही हुँदैन तिम्रो, मलाई पनि त्यस्तै बिमारी हुन्छ, म केही भएन, त्यसैमा हम मिलाइरहेको आँटिलो भएको विश्वासको बोली किन चेन्ज हुन्छ? हुन्छ परमेश्वरको नाममा, किन हुँदैन? अनि त्यसै पास्टरलाई दोष लगाइदिएर पास्टर प्रार्थनै गर्दैन, हाम्रो केही पनि भयो, त्यस लगाइदिन्छ, होइन, त्यस्तो गर्ने होइन। त्यसको बोलीबाट हामी धेरैचोटि यस्ता कुराहरूले हामी एकदमै डुबिरहेका छौँ, हाम्रो विश्वास अस्थिर भइरहेको छ। त्यसै कारणले म तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँ आफ्नो जीवनमा सफल एकदमै आशिषको योग्य बन्न चाहनुहुन्छ भनेदेखि परमेश्वरले तपाईँ र मलाई अटिलो विश्वास खोज्दै हुनुहुन्छ, साहसी विश्वास खोज्दै हुनुहुन्छ। तपाईँले जीवनमा मैले केही पाऊँ भन्ने अपेक्षा गर्नुभएको छ भनेदेखि परमेश्वरले साहसी विश्वास खोज्दै हुनुहुन्छ। किन त्यसैले मर्कुसको किताब 12:23 मा तिमीले विश्वास गरेर यो पहाडलाई समुद्रमा खस भन्छौ भने त्यो तिम्रो लागि हुनेछ भन्नुभएको छ। हामीले विश्वास गरेर भन्छौँ भनेदेखि हुन्छ, तपाईँको जीवनमा हुन्छ, आशिष हुन्छ, छुटकारा हुन्छ। परिस्थिति कस्तो छ म जान्दिनँ, ओहो मेरो त घरमा धेरै बिमारी अनि त्यसै कारणले आउन सकेन, काममा बिजी, परिस्थितिले तपाईँलाई रोक्दैन, तपाईँको जोसिलो विश्वासलाई, आँटिलो विश्वासलाई परिस्थितिले रोक्दैन। किन भन्दा
परिस्थितिहरू आउँछ जान्छ, तर त्यो आँटिलो विश्वास भएको मान्छेलाई त्यसले जे कुरा माग्छ उसको मनका कामनाहरू परमेश्वरले पूरा गर्नुहुन्छ। हालेलुया। मिराकल परमेश्वरले गर्नुहुन्छ। किन भन्दा यो हामी जिउँदो परमेश्वरको घरमा आएका छौँ। जब कुरा तपाईले माग्नुहुन्छ त्यो परमेश्वरले तपाईलाई दिनुहुन्छ। किन भन्दा साहसी विश्वास भएको मान्छेले अचम्मका कामहरू उसको जीवनमा हुन्छ। अन्तिम एउटा चाहिँ कहानी बताएर अब मैले अर्को कहानी बताएको छु। कालेबको कहानी तपाईलाई लिएर जान्छु। गिन्तीको किताब त्यसको 13 अध्यायको 30 आयतमा त्यहाँ एउटा नाम कालेब नामको व्यक्ति छन्। उनले परमेश्वरमा विश्वास गरेका अनि धेरै परमेश्वरले मुसाले उनीहरूलाई कनान देश जुन परमेश्वरले उनीहरूलाई दिन्छु भनेको देशमा परमेश्वरले केही भेदीहरूलाई पठाउनु भयो। अनि त्यहाँको गिन्तीको किताब त्यसको 13 अध्याय तपाईले घरमा गएर पढ्नु होला यो अवश्य पनि। किन भन्दा यहाँ जे पढिन्छ जे सुनिन्छ प्र्याक्टिस गर्दै राख्नु होला। प्र्याक्टिस गर्नु भएन भने तपाईको विश्वास अस्थिर हुन्छ। त्यसैले जे सुन्नुहुन्छ आज मण्डलीमा हप्ताभरि प्र्याक्टिस गर्नुहोस् घरमा गएर। अनि मैले तपाईलाई परमेश्वरले अवश्य आशीष दिनुहुन्छ। गिन्तीको किताब त्यसको 13 अध्यायको 30 आयत पढ्नुहोस् कसैले। आमेन। सो यहाँ के भनेको छन् भाइ धन्यवाद। तब कालेबले मुसाको सामु मानिसहरूलाई शान्त गराएर भने हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौँ किनभने त्यो हामी अवश्य जित्न सक्छौँ। आमेन। अरू मानिसहरूले ओहो त्यो देशमा ती मानिसहरूले रिपोर्ट लिएर आए मुसा र हारूनको अगाडि हामी कनान देशमा गयौँ। भेदीहरूले भने खबर लिने गुप्तचरहरू गए हाम्रो देश प्रभुले दिन्छु भनेको देश मह र दुध बग्ने देश अति राम्रो देश छ त्यहाँका फलहरू यस्ता छन् भनेर उनीहरूले मुसा र हारूनलाई देखाए। अब देखाइसकेपछि मानिसहरूले भने त्यो जग्गा एकदम राम्रो छ परमेश्वरले दिन्छु भनेको देश अति राम्रो तर हामी त्यहाँ जान सक्दैनौँ। 10 जना गुप्तचरहरूले के भने भेदीहरूले के भने हामी जान सक्दैनौँ किन भन्दा त्यहाँ ठुला ठुला राक्षस जस्ता मान्छेहरू छन्। हामी त तिनको अगाडि फटाङ्ग्रा जस्ता लाग्छौँ हामी जान सक्दैनौँ। त्यो प्रभुले के गर्नुभयो यस्तो भनेर कुडकुडाउन लागे। तर यहोशू र कालेबले के भने भन्दाखेरि सबै मान्छेलाई शान्त बनाए। तिनीहरूको नकारात्मक सोचहरूलाई उनले भने तिनीहरू सबै शान्त भएर शान्त बस। हामीहरू तिनले के भनेका छन् हामी तुरन्त त्यहाँ गएर त्यो देश कब्जा गरौँ किनकि त्यो हामी अवश्य जित्न सक्छौँ। आमेन। 80 वर्ष भयो 85 पहिला मैले जवानको भने अब यो काले मेरो जीवनमा चाहिँ दुईटा व्यक्तिहरू विश्वासका एकदमै ठुला योद्धाहरू। उनीहरू एकदमै साहसी विश्वास भएका मान्छेहरू। उनीहरू नकारात्मक बोल्दैनन्। 10 जनाले उनीहरूलाई नकारात्मक कुरा भनिरहे त्यो मान्छेलाई तर उनले त्यो कुरा विचार गरेन। तर उनले परमेश्वरकोले जे गर्नु भएको थियो उनले शङ्का गरेन परमेश्वरको वादालाई। परमेश्वरले वादा गरेको हामी इजरायलीहरूलाई दिन्छु भनेको कनान देश के मुस्किल छैन भनेर उनले त्यो विश्वास गरे र उनले त्यो सबै ती नकारात्मक बोलिरहेको मान्छेहरूलाई शान्त गराएर भने हामी अवश्य जित्न सक्छौँ। धेरैले भने जित्न सकिँदैन हामी त फटाङ्ग्रा जस्ता छौँ तर उनीहरूले भने जित्न सक्छौँ हामीहरू किनभने परमेश्वरले हामीलाई दिन्छु भनेको देश हामी त्यहाँ कब्जा गर्नेछौँ भनेर उनीहरूले भने। उनीहरूले त्यो विश्वास जो साहसी विश्वास देखाएको छ त्यो कालेबले। साँच्चै नै हाम्रो जीवनमा पनि केही हुँदैन गर्दैनौँ भन्ने त्यस्तो कुरा हामी नकारात्मक कुरा नबोलौँ। हाम्रो परमेश्वरले गर्नुहुन्छ। मैले पहिले भने तपाईँहरूलाई परमेश्वरले टापु पर पहाडको चुटी पर तपाईँलाई बसाउन चाहनुहुन्छ। यदि तपाईँमा साहसी विश्वास छ यदि ममा साहसी विश्वास छ भने परमेश्वरले त्यो कार्य गर्नुहुनेछ। हालेलुया। सो आउनुहोस् आफ्नो खुट्टाहरूमा हामी उभिनेछौँ। आज साँच्चै नै परमेश्वरले आज तपाईँलाई मसँग बोल्नु भएको छ। आजको साँझ यदि तपाईँ साँच्चै नै विश्वास गर्नुहुन्छ शङ्का गर्नुहुन्न साहसी विश्वास तपाईँको छ भनेदेखि तपाईँ आजको साँझ तपाईँले हिजो के विश्वास गर्नुभयो त्यो मतलब छैन तर आज अहिले भर्खरै तपाईँले के विश्वास गर्दै हुनुहुन्छ। तपाईँले 10 महिना या 1 साल भयो तपाईँको विश्वास त्यो काम अब त्यो गयो तपाईँको विश्वास र आज अहिले भर्खरै तपाईँले कस्तो विश्वास गर्दै हुनुहुन्छ परमेश्वरमा तपाईँको जीवन चेन्ज हुन्छ। हालेलुया। अहिले बदलिन्छ। तपाईँले सुनेको कुराले तपाईँको विश्वास
ले तपाईको जीवनमा परिवर्तन ल्याउँछ। यदि कमजोरी हुनुहुन्छ तपाई बलवन्त हुनुहुन्छ। यदि तपाई आफ्नो जीवनमा एकदमै तुच्छ महसुस गर्नुभएको छ भनेदेखि आज तपाई बलियो हुनुहुन्छ। किन भन्दा परमेश्वरले त्यही भन्नुभएको, तपाईले हिजो गरेको विश्वास आज काम गर्दैन, अहिले गर्नु पर्यो विश्वास। अब भविष्यमा मेरो के हुँदैछ त्यो कुराको लागि तपाईले अहिले विश्वास गर्नु पर्यो। भविष्यमा परमेश्वरले मेरो जीवनमा यो काम गर्दै हुनुहुन्छ, मेरो जीवनमा यो कुरा परमेश्वरले गर्दै हुनुहुन्छ। तपाईले अहिले विश्वास गर्नुहोस्। तपाईको विश्वास साहसी आँटिलो आजको जेनेरेसन, आजका नौ पिढीहरू विश्वासी भन्ने उदाहरण यदि आँटिलो विश्वास छैन भने तिनीहरू पछाडि अवश्य हट्छ। त्यो टिक्न सक्दैन। त्यो यताउति हावाले पछारेर तिनीहरू पछाडि जान्छ। कति थियो विश्वासीहरू, आज हावाले पछारेका विश्वासीहरू त्यो काम प्रभुबाट केही पाउला भन्ने आशा नराखोस्। किन भन्दा आज येशूले आज त्यस्ता विश्वासी खोज्दै हुनुहुन्छ जुन साहसी विश्वास, शङ्का बिनाको विश्वास। कतिजना तपाईँ आज परमेश्वरले मेरो जीवनमा आज यस्तो विश्वास दिनुभएको होस् जुन साहसी विश्वास, म अचम्मका परमेश्वरको काम देख्न चाहन्छु। आफ्ना हातहरू खडाल्नुहोस्। कसले आफ्ना विश्वास, मेरो विश्वास साहसी विश्वास गर्न आफ्नो जिन्दगीमा मेरो जीवनलाई परमेश्वरमा कार्य देख्न चाहन्छु। म प्रभुको लागि हाम्रा कार्य सुसमाचार प्रचार गर्नेछु। परमेश्वरको लागि ठुलो काम गर्न म तयार छु। आज जसले प्रभुको काम गर्छ संसारको उत्तम कुराहरू त्यसले पाइरहेको छ, अचम्मका कामहरू देखिरहेको छ। भाइ बहिनीहरू, आज यो समय हो तपाईले र मैले मण्डली आज आयो, 1 महिना छोडिदियो, 2 महिना छोडिदियो होइन। तपाईको साहसी विश्वास चाहिएको छ। एभ्री सन्डे, एभ्री डे परमेश्वरको वचन रिपिट गर्न सुरु गर्नुहोस्। प्रभुको कुरा मान्न सुरु गर्नुहोस्। तपाई प्रभुको कुरामा हिँड्न लाग्नुहोस्। विश्वास गर्नुहोस् प्रभुले भनेका कुराहरू, अनि तपाईलाई परमेश्वरले माथिको लेभलमा उठाउँदै हुनुहुन्छ। तपाईको विश्वासमा तपाईलाई आज चम्किलो चहकिलो बनाउन खोज्दै हुनुहुन्छ परमेश्वर। यी साहस भएका विश्वासीहरू, अटल विश्वासीहरूलाई प्रभुले आज बोलाइरहनु भएको छ कार्यको लागि। हालेलुया। कति तयार हुनुहुन्छ तपाईहरू? कतिजना तयार हुनुहुन्छ? मेरो विश्वास प्रभुले साहसी विश्वास दिनुभएको छ। कति विश्वास गर्नुहुन्छ? मेरो विश्वास साहसी विश्वास हो। म परमेश्वरको लागि महिमाको कार्य गर्न तयार छु। परमेश्वर गाउने मात्रै होइन, बजाउने मात्रै होइन, तर परमेश्वरको लागि रेडी हुनु पर्यो। आयु रेडी भनेर भाइले भन्दै हुनुहुन्थ्यो। आराधनाको लागि होइन, वचन सुनेर पालना गर्नेमा तयार हुनुहुन्छ। तयार हुनुहुन्छ तपाईहरू? प्रभुले जे भन्नुहुन्छ त्यो कुरा मान्न तयार हुनुहुन्छ? गाना गाउने मात्रै होइन, तर गाना अनुसार चल्ने व्यक्ति बन्नुहोस्। वचन सुनेर त्यो पालना गर्ने व्यक्ति बन्नुहोस्। प्रभुले तपाईलाई उठाउन तयार हुनुहुन्छ। प्रभुले तपाईको जीवनमा चमत्कार गर्न तयार हुनुहुन्छ, मिराकल गर्न तयार हुनुहुन्छ। तपाई तयार हुनुहुन्छ भनेदेखि, तपाईको विश्वास साहसी छ भनेदेखि तपाईले सबै कुरा पाउनुहुनेछ। सबै कुरा प्रभुले तपाईलाई लागि दिन तयार हुनुहुन्छ। आउनुहोस्, आफ्ना मुखहरू खोल्नुहोस्। यदि तपाईको विश्वास जस्तो छ त्यस्तै मुख खोल्नुहोस्। परमेश्वरलाई भन्नुहोस्, प्रभु तपाईको कामको लागि म तयार छु। तपाईको सेवाको लागि म प्रेज गर्न पर्ने प्रार्थना गर्छु। र यो समय हाम्रो आदरणीय पास्टरको प्रार्थना गर्नु